के तपाईको युट्युब च्यानल हेर्दा अलि खाली वा प्रोफेसनल नभएको जस्तो लाग्छ? आजको भिडियो हेरेपछि तपाई आफ्नो मोबाइलबाटै आकर्षण र प्रोफेसनल युट्युब ब्यानर बनाउन सक्नुहुन्छ, त्यो पनि फ्रीमा। नमस्कार साथीहरु, स्वागत छ यहाँहरुलाई आजको यस भिडियोमा। यदि तपाईले नयाँ युट्युब च्यानल सुरु गर्नु भएको छ वा आफ्नो च्यानललाई अझै राम्रो देखाउन चाहनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नु होला। आजको भिडियोमा मोबाइलबाटै युट्युब ब्यानर कसरी बनाउने भनेर सजिलो तरिका देखाउने छु, त्यो पनि फ्री एपको प्रयोग गरेर। यसका लागि तपाईले सिम्पली प्ले स्टोरमा गएर सर्च गर्नु होला क्यानभा। सर्च गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ सेकेन्ड अप्सनमा क्यानभा एपको लोगो आइसकेको छ। तपाईले यहाँ इन्स्टलमा क्लिक गरेर इन्स्टल गर्नु होला। इन्स्टल गरिसकेपछि तपाईले यो क्यानभा एपलाई ओपन गर्नु होला। तपाईले आफ्नो जीमेल अकाउन्ट वा फेसबुक अकाउन्टबाट लगइन गर्नुपर्ने हुन्छ। लगइन गरिसकेपछि तपाईको अगाडि यस्तो प्रकारको इन्टरफेस आउँछ। तपाईले यसलाई स्किप गर्नु होला। स्किप गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ सर्च बार, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईले लेख्नु होला युट्युब ब्यानर। युट्युब ब्यानर लेखेर तपाईले यहाँ सर्च गर्नु होला। सर्च गरिसकेपछि तपाईको अगाडि यस्तो प्रकारको इन्टरफेस आउँछ। तपाईले यहाँ धेरै प्रकारको ब्यानर देख्न सक्नुहुन्छ। यी मध्ये तपाईलाई कुन राम्रो लाग्छ सिलेक्ट गर्नु होला। सिलेक्ट गरेर ट्याप गरिसकेपछि तपाईको अगाडि यस्तो प्रकारको इन्टरफेस आउँछ। अब तपाईले आफ्नो इच्छा अनुसार प्रोफाइल कलर चेन्ज गर्न सक्नुहुन्छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ अरु नै कुनै व्यक्तिको फोटो। अब यो अरु नै व्यक्तिको फोटो हटाएर आफ्नो फोटो लगाउनका लागि सिम्पली तपाईले यो फोटो भएको ठाउँमा ट्याप गर्नु होला। ट्याप गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ रिफ्लेक्सको अप्सन, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाई आफ्नो मोबाइलको ग्यालेरीमा आउनुहुन्छ। त्यसपछि तपाईले यहाँ कुन राख्ने, आफ्नो च्यानलमा राख्ने लोगो छ भने लोगो राख्नु होला या आफ्नो फोटो राखिदिनु होला। तपाईले यहाँ देख्न सक्नुहुन्छ पहिलेको व्यक्तिको फोटो हटेर आफ्नो फोटो लागिसकेको छ। अब तपाईले यहाँ आफ्नो च्यानल अनुसार नाम पनि चेन्ज गर्न सक्नुहुन्छ। यसका लागि सिम्पली यसमा तपाईले यहाँ देख्न सक्नुहुन्छ डेली, यसलाई हटाएर कुनै अरु लेख्न चाहनुहुन्छ भने सिम्पली ट्याप गरिदिनु होला। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ एडिटको अप्सन, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईले के राख्न चाहनु भएको हो राख्नु होला। यहाँ देख्न सक्नुहुन्छ तपाईले कलर चेन्ज गर्ने, फन्ट चेन्ज गर्ने, यस्ता धेरै फिचर्सहरु रहेका छन्। यदि तपाई यो ब्याकग्राउन्ड पनि चेन्ज गर्न चाहनुहुन्छ भने सिम्पली तपाईले ब्याकग्राउन्डमा क्लिक गरिदिनु होला। त्यसपछि रिफ्लेक्सको अप्सनमा आउनु होला। रिफ्लेक्सको अप्सनमा आइसकेपछि फेरि पनि तपाईले आफ्नो ग्यालेरी ओपन भएको जस्तो देख्न सक्नुहुन्छ। अब ब्याकग्राउन्डमा के पिक्चर राख्ने आफ्नो इच्छा अनुसार सिलेक्ट गर्नु होला। फाइनली तपाईले आफ्नो युट्युब च्यानलको लागि प्रोफेसनल ब्यानर बनाइसक्नु भएको। अब यसलाई डाउनलोड गर्नका लागि तपाईले यहाँ माथि देख्न सक्नुहुन्छ डाउनलोडको जस्तो अप्सन, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईलाई यहाँ केही समय लाग्छ। त्यसपछि तपाईको ब्यानर डाउनलोड भइसकेको छ। यसलाई तपाईले सिधै ग्यालेरीबाट हेर्न सक्नुहुन्छ। अब यसलाई सिम्पली युट्युब च्यानलमा लगेर राख्नु होला। कस्तो साथीहरु, आजलाई यति नै। यो क्यानभा एप तपाईलाई कस्तो लाग्यो आफ्नो विचार कमेन्टमा पक्कै राख्नु होला। भिडियो मन परेमा भिडियोलाई लाइक गर्नु होला, शेयर गर्नु होला र यस्तै भिडियो हेर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकैको बेल आइकनलाई प्रेस गर्न नि नबिर्सनु होला। फेरि भेट्ने छौं अर्को भिडियोमा। हस्त, धन्यवाद।